नमस्कार। यात्रा गर्ने क्रममा म अत्तरियामा छु। अत्तरीमा पुगिसकेपछि द ग्लोबल इन्स्टिच्युटमा नपुग्ने कुरै भएन। त्यसकारण हामी द ग्लोबल इन्स्टिच्युटभित्र यतिखेर प्रवेश गर्दैछौँ। आदरणीय यसका सिओ पी भण्डारी सरको अफिसमा हामी यति बेला प्रवेश गर्दैछौँ। सर नमस्कार, के छ? आराम हुनुहुन्छ? ग्लोबल इन्स्टिच्युट अत्तरीमा पुग्यौँ। आदरणीय हाम्रा वरिष्ठ व्यक्तित्व समाजसेवी पनि द ग्लोबल इन्स्टिच्युटका सिओ बीबी भण्डारी सरसँग हामी यसरी भेटघाट गर्ने अवसर मिलेको छ। कस्तो छ सर? धन्यवाद सर, थ्याङ्क यू सो मच फर वेलकम। धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु, शुभकामना पनि दिन चाहन्छु र तपाईँलाई तपाईँको अफिसमा आज आउन पाए अत्यन्तै आभारी। 10 चोटि बोलायो सर, तपाईँलाई नि टाइम भएन। अहिले चाहिँ तपाईँले एउटा मौका दिनुभएको छ तपाईँसँग जोड्नु। थ्याङ्क यू सो मच। धेरै धेरै। अरू के छ, कस्तो चलिरहेको छ? सर हजुरको ब्लेसिङ राम्रै छ। अहिले चाहिँ धनगढी, अत्तरिया, महेन्द्रनगर, गुलरिया, काठमाडौँ, तपाईँलाई थाहै छ पन्जाबमा हजुरहरूको आशीर्वादले माया प्रेमले गर्दा राम्रै छ। द ग्लोबल इन्स्टिच्युटका विभिन्न शाखाहरू छन्। अत्तरियामा छन्, महेन्द्रनगरमा छन्, धनगढीमा छन् र विभिन्न भाषाहरू, विभिन्न देशका भाषाहरू पढाउनुहुन्छ। के भाषाहरू पढाइन्छ सर समग्रमा? अहिले सर हामीले चाहिँ 7 वर्ष पहिला सुरु गरे हौ। 15 वर्ष पहिला त हामीले इन्डिया नै सुरु गरे हो पन्जाबमा। उहाँबाट दुईटै माओ भान्जेले त्यसलाई नेपालमा हाम्रो देशमा केही न केही गरौँ भन्ने धारणाले चाहिँ नेपाल आयो। नेपाल आएर 7 वर्ष पहिला हामीले सुरु गरेका थियौँ। अहिले हामीले जापानिजको एसएसडब्ल्यू वर्किङ भिजा, स्किल अनि तपाईँको ब्याचलर भिजाका क्लासहरू दिइरहेका छौँ। अहिले हामीले त्यो पढेर चाहिँ उनीहरू चाहिँ बाहिरको प्लान गर्न सक्छन्। तर हामी त सबको त बाहिर नजाउँ भन्ने प्लानमा हुन्छ। तर विद्यार्थीले अकर्डिङ टु नेपालको सिस्टमको हिसाबले बाहिरको प्लान बढी गरिरहेका छन् विद्यार्थीहरू। अनि कोरियन भाषाको पनि 10 वर्ष बाहिर बसेर सरले कोरियन ल्याङ्ग्वेज पनि पढाइराख्नु भएको छ। अब आइटीबाट त झन् हामी आफै नै भइहाल्यो। कम्प्युटर ल्याङ्ग्वेजहरू जस्तै आइएल्स पिटी, मेरो भान्जा चाहिँ आइएल्समा पुरै टपर हुनुहुन्छ। उहाँले चाहिँ 7 ब्यान्ड लिएर अहिले आइएल्स पनि गराउँदै हुनुहुन्छ। कम्प्युटर चाहिँ अब ट्युसन ब्रिज कोर्सहरू पढाइरहेको छौँ अहिले हामीले। यदि तपाईँहरू कोरियन, जापानिज अरू के भाषाहरू छन् सर समग्रमा यहाँ पढाइ हुने? कोरियन ल्याङ्ग्वेज, जापानिज स्टुडेन्ट र वर्किङ कक्षाका भाषाहरू हो। अनि अब ट्युसन ब्रिज कोर्स, इङ्ग्लिस ल्याङ्ग्वेज, आइएल्स पिटी हजुरहरू सिक्न चाहनुहुन्छ भने प्लिज धनगढीको ऐश्वर्या स्कुल न्युरोप्लास्टको ठिक अगाडि र अत्तरिया लोटस गल्ली, अत्तरिया हस्पिटलको जस्ट पछाडि र गुलरिया नहर रोडमा र महेन्द्रनगरको 3 नम्बर गली गरिमा बैङ्कको माथि र इन्डियाको पन्जाबको मोगा, बर्नाला र रामपुरा भन्ने ठाउँमा छ। समग्र यो सबै ब्रिफिङ जोडौँ हामी चाहिँ। अब कहाँबाट सुरुवात गर्नुभयो, कसरी सुरुवात गर्नुभयो? तपाईँ यति धेरै ठाउँमा शाखा पनि निर्माण गर्नुभएको छ, यति धेरै प्लेटफर्महरू सिर्जना गर्नुभएको छ, कसरी सुरुवात गर्नुभयो? पहिला कस्तो, अहिले कतिसम्म भइरहेको, के कसरी चलिरहेको छ यसको? थ्याङ्क यू सो मच सर यसको क्वेसनको लागि। तपाईँले राम्रो क्वेसन गर्नुभयो। सुरुवातमा सर पन्जाबबाटै सुरु गरियो। उतै पढेँ, दुईटै माओ भान्जेले पढाएँ र त्यहाँबाट सुरुवात गरियो। अहिले चाहिँ अब उता धेरै हार्डवर्किङ गरियो सर, किनभने तपाईँलाई थाहै छ अर्काको देशमा गाह्रो छ केही बिजनेस स्टार्ट गर्नुभन्दा पहिला। तपाईँलाई थाहै छ नेपाली भनेपछि धेरै हेप्ने चेप्ने गरिरहेको हुन्छ। अनि त्यो कारणले पनि हामीले चाहिँ बिजनेस त्यहाँ स्टार्ट गऱ्यौँ। त्योबाट स्टार्ट गर्दा गर्दै फेरि नेपालतिर आफ्नो देशमा केही गरौँ भनेर आएका छौँ। अब हजुरहरूको सपोर्टले। अहिले कतिजना विद्यार्थी छन्? अहिले टोटल जोड्यो भने सबै इन्स्टिट्युटमा जोड्यो भने कमसेकम 1400-1500 समथिङ विद्यार्थीहरू छन्। 1400-1500 विद्यार्थीहरूलाई ग्लोबल इन्स्टिच्युटले विभिन्न भाषाहरू सँगसँगै विभिन्न कोर्सहरू गराइरहेको छ। यतिखेर हामी अत्तरियामा आइरहँदा आदरणीय बीबी भण्डारी सरसँग यसरी भेटिरहँदा अत्यन्तै खुसी पनि लाग्यो। र द ग्लोबल इन्स्टिच्युट भनिसकेपछि नेपालभरि नै चर्चित छ। नेपालभरि मात्रै नभएर अहिले त विश्वभरि नै चर्चित हुन थालिसकेको छ। स्टाफ पनि हाम्रो 30 वटा समथिङ स्टाफ छ सर सबै इन्स्टिट्युटमा। हजुर, इन्डिया लगाएर 50 वटा स्टाफ होला। सबै 50 जना स्टाफलाई पनि हामीले काम दिइरहेछौँ। साथीहरू, यदि तपाईँहरू पनि विभिन्न देशका भाषाहरू पढ्न चाहनुहुन्छ भने द ग्लोबल इन्स्टिच्युटमा आउन चाहिँ नबिर्सनु होला। अरू अन्तमा मैले तपाईँलाई सोध्न छुटेको या तपाईँले भन्न चाहेको केही कुरा छ भने राखिहाल्नुहोस् आम दर्शक साथीहरू। थ्याङ्क यू सो मच। यहाँ साथीहरू आकाश भट्टराईज्यूलाई पनि धेरै धेरै धन्यवाद दिए। यत्रो लामो सफरबाट पन्जाबबाट यस्तो राम्रो पत्रकारिता सँगसँगै
मोटिभेसनल हर कसै जो अगाडि बढ्न चाहन्छ उहाँ साथीहरूलाई पनि उनले मोटिभेट गरिराख्नु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। यहाँ धेरैचोटि बोलायो चाहिँ अहिले मौका दिनुभएको छ। थ्याङ्क यू सर, थ्याङ्क यू सर।